अब नयाँ तपाईँ जस्तो नयाँ जो जाँगरहरूले जे गर्छ नेपालमा, अरू विकल्प छैन बाबु। युवा पुस्ताको चाहिन्छ। पुरानाहरूले सक्दैनन्। जुन 60 वर्षभन्दा मुनिका युवा नेताहरूले देश चलाउनुपर्छ। रवि, बालेन लगायत यस्ता सबै मिलेर यो नयाँ पार्टीहरू, नयाँ व्यक्तिहरू र नयाँ सोच विचार धारणा भएका युवाहरू आएर देश चलाउनुपर्छ। नयाँ जेनेरेसनले नेतृत्व लिनुपर्छ भन्ने मेरो मान्यता हो। त्यसअनुसार अब जति समय हामीले अब मैले नै लगभग भोट दिन लागेको 45-50 सालबाट 52-53बाट हो, अहिले लगभग 30 वर्ष भयो। यिनी 3 दलहरूलाई हेरिराखेको छ हामीले। अबको नेतृत्व नयाँ युवा नै आउनुपर्छ भन्ने भनाइ हो। मेरो विचारमा चाहिँ कस्तो लाग्छ भन्नुहुन्छ भने यो देशलाई चाहिँ कस्तो मान्छे चाहिँ चाहिन्छ भने एउटा हिटलर जस्तो मान्छे चाहिन्छ के। म अब उमेरले त 70 पुग्न लाग्यो। धेरै पार्टीले भोट दिएँ मैले। एमाले दिएँ, काङ्ग्रेसले दिएँ। काङ्ग्रेसमा अब रुद्रमान क्याप्टन बाजे मेरो आफ्नै शाखै बाजे हो। तर चाहिँ बुढो विदेशी मैले के गरेँ भने अब यो पुरानो दललाई पार्टीले हामी नहेर्ने। अब नयाँ तपाईँ जस्तो नयाँ जो जाँगरहरूले जे गर्छ नेपालमा, अरू विकल्प छैन बाबु। नयाँ पुस्ताले हामीले बागडोर छोडेपछि उनीहरूले कुन किसिमले हेर्ने हो, कसो गर्छ, त्यो पछि हामी कराउने, फेरि बाटोमा आउने त छँदै छ नि, हो कि होइन? यो अगाडि पुस्ताको नेताले जे गरे त्यो छोडिदिनुहोस्, अब काम छैन। अब नयाँ पुस्ताले देशले कसरी हाँक्छ त्यसमै त्यही हामीलाई हेर्ने बाँकी छ। युवा पुस्ताको चाहिन्छ। पुरानाहरूले सक्दैनन्। जुन 60 वर्षभन्दा मुनिका युवा नेताहरूले देश चलाउनुपर्छ। रवि, बालेन लगायत यस्ता सबै मिलेर यो नयाँ पार्टीहरू, नयाँ व्यक्तिहरू र नयाँ सोच विचार धारणा भएका युवाहरू आएर देश चलाउनुपर्छ। नयाँ कामहरू खोजेका हुन्छन्। पुरानाले दिन्छौँ गर्छौँ भनेर जति आश्वासन दिए नि, चुनाव जितेर फर्केर त्यो ठाउँमा आएनन् कहिल्यै पनि। जब भोट माग्ने बेला मात्रै आए, फेरि 5 वर्ष पुरा भएपछि होइन। उनीहरूले के गरे, मागी खानी भाँडो बनाए देशलाई, जनतालाई खुस्रा झुटा आश्वासन दिएर चुनाव जितेर केन्द्रमा गएर चाहिँ अरू देशसँग मागेर खाएर जनतालाई चाहिँ भुलाएर झुलाए, केही विकास गरेनन्। अहिलेसम्म देशमा विकास केही पनि भएन। अब हामीलाई के चाहियो त भन्दा विकास चाहियो, युवा नेता चाहिए र नयाँ सोच विचार भएका युवा पुस्ताका नेताहरूले देश चलाउनुपर्छ। मेरो विचारमा अब जो आए पनि अब आउने भनेको तपाईँको चाहिँ अब यो अहिलेको नयाँ पार्टी रासोपा होइन, त्यसपछि नेकपा भयो, अनि नेकपा एमाले काङ्ग्रेस, तीमध्येबाट आउने हुने एकजना पक्कै पनि। तर जो आए पनि 5 वर्षे कार्यकाल चलाउने आउनु पर्यो। अहिलेको जस्तै भाँडभैलो चाहिँ हुनु भएन। मेरो विचारमा त्यो हो। र हामी सबै जनतालाई कुटपिट गरेर, सबै नेताहरूलाई कुटपिट गरेर समाधान हुने कुरा होइन, केही पनि होइन। तर हामीले जनता सबै नेताहरू मिलेर देश कसरी बनाउने, हाम्रो जनतालाई कसरी बनाउने, हामी युवकलाई कसरी रोजगारी दिने, युवक पार्टीलाई, र अनि हामीले जनताहरूले मिलेर कसरी देश विकास बनाउने र हामी नेपाल कसरी बनाउने, भोट कसलाई दिने भन्ने कुरा त जो राम्रो मान्छे छ, को एकदम सक्रिय छ, त्यो मान्छेलाई हामीले भोट दिने। नयाँ जेनेरेसनले नेतृत्व लिनुपर्छ भन्ने मेरो मान्यता हो। त्यसअनुसार अब जति समय हामीले अब मैले नै लगभग भोट दिन लागेको 45-50 सालबाट 52-53बाट हो, अहिले लगभग 30 वर्ष भयो। यिनी 3 दलहरूलाई हेरिराखेको छ हामीले। अबको नेतृत्व नयाँ युवा नै आउनुपर्छ भन्ने भनाइ हो मेरो। किन भन्दा अब अलिकति गभर्मेन्ट स्टेट बन्नु पऱ्यो। गभर्मेन्ट स्टेट नभएसम्म प्रशासन स्टेट हुँदैन, प्रशासन स्टेट नभएसम्म जनता स्टेट हुँदैन। त्यो भएर त अब एकदम कडा खाले जसरी काठमाडौँमा पार्लियामेन्टले शासन गरिराखेर चाहिँ नि नगरपालिकाको मेयर पदमा प्रथम हुन सफल हुनुभएको थियो, त्यसै गरी अब उहाँ नै प्रधानमन्त्रीको पदमा आएर त्यसरी स्टेट बनेर स्टेट गभर्मेन्ट बनाएर स्टेट तरिकाले देशलाई लाने र अनि विकास गर्ने हो भनेदेखि देश पक्का सफल हुन्छ। अब यो भाषण होइन, काम गर्ने मान्छे हुनु पर्यो। भाषणले चाहिँ चल्दैन। हामीलाई चाहिँ विकास चाहियो होइन। यो हिजोको दिनमा चाहिँ अब नेताहरूले चाहिँ हामीलाई आश्वासन धेरै बाँडे। अब हामी त्यो आश्वासनको पछि लाएर चाहिँ भोट हाल्न गयौँ। अब चाहिँ त्यो चाहिँ नहोस्। जसले काम गर्छ, जसको नीति उसको नेतृत्व होस्। सबभन्दा हाम्रो देशमा अहिले के आवश्यकता छ भने राष्ट्रियता कमजोर भइरहेछ, राष्ट्रियताको भावना कमजोर भइरहेछ,
र त्यसको निम्ति राष्ट्रलाई जोगाउन सक्ने वैदेशिक हस्तक्षेपबाट राष्ट्रलाई मुक्त गर्न सक्ने राष्ट्रवादी नेताको आवश्यकता छ। त्यो अहिले के देखिएको छ भने दल नेपालको संविधान अनुसार नयाँ दल स्थापना गर्न पाइन्छ, दलहरू तपाईँको चाहिँ गठन गरेर दलहरू दर्ता गर्न पाइन्छ होइन। तर अहिले चाहिँ के देखिएको छ भने दल दर्ता गर्न पाइन्छ, दल खोल्न पाइन्छ भन्ने नाममा दलको कुनै राजनीतिक दल भनेपछि एउटा राजनीतिक उद्देश्य हुनु पऱ्यो, राजनीतिक विचार हुनु पऱ्यो होइन, सिद्धान्त हुनु पऱ्यो। त्यो दलले त्यसको भोलिको चाहिँ के हो, भोलि त्यो दल सरकारमा गइसकेपछि कस्तो खालको सामाजिक राजनीतिक आर्थिक अवस्था कस्तो खालको उसले चाहिँ निर्माण गर्न खोजेको हो होइन। जस्तो साम्यवादी हो कि समाजवादी हो कि संवैधानिक राजतन्त्र हो कि राजतन्त्रात्मक हो, कस्तो खालको त्यो खालको एउटा स्पष्ट विचार भएको चाहिँ दलहरू आउनु पर्यो। मैले पनि अब यत्रो वर्ष अनुभव गर्यो है, सबै चाहिँ अब सरकारहरू सब चाहिँ अनुभव भयो यताउता। अब मेरो विचारमा चाहिँ कस्तो लाग्छ भन्नुहुन्छ भने यो देशलाई चाहिँ कस्तो मान्छे चाहिँ चाहिन्छ भने एउटा हिटलर जस्तो मान्छे चाहिन्छ क्या। कोही पनि यहाँ मान्छे धेरै छाडा भए, तपाईँ छाडा, म छाडा, मेरो बाबुआमा छाडा, मेरो बच्चा बच्ची छाडा, सारा यो टोल छाडा, गाउँ छाडा, देशै छाडा भयो क्या। जसले जे मलाई त्यही बोल्ने, जसले जे मलाई त्यही गर्ने, कहीँ कतै केही नियम छैन, कानुन छैन। कानुन छ, जता पनि लाने खालको कानुन छ होइन। त्यसकारण जे होस् हामी अब यहीँ बस्ने भइयो। यहीँ बस्ने भएपछि अब हुन त मेरो बच्चाहरू पनि यहाँ बस्न मानेनन्, गए त्यता पढेर पनि डिग्री कार पास गरेर गए बाहिर, बाध्यताले गए, के भयो उनीहरूको विचार मैले त नजाने भनेको हो। तर अबको नेतृत्व भनेको चाहिँ अब यो बिग्रिसकेको देश छ, यसलाई सिस्टममा ल्याउन धेरै टाइम लाग्छ। अब एउटाले गर्छु भन्यो भने अर्कोले खुट्टा तान्छ। अब आउनेवालाहरूले चाहिँ जे होस् स्ट्रिक्टली सिस्टममा पनि लैजाओस् र यहाँ बस्नेलाई पनि बस्ने वातावरण बनाइदियोस्। बिचराहरू अब 11-12 पढेका छन्, जागिर खोज्दै हिँड्छन्, कपडा पसलतिर यस्तो दोकानतिर खोज्दै आउँछन्, जागिर खोज्दै आउँछ। अब हामीले दिने भने कति 10,000 हो, 12,000 हो होइन। अब बिचरा अब कोठा भाडा तिर्ने कि खाने कि घर पैसा पठाउने कि के गर्ने। त्यही भएर यी युवा युवतीहरूलाई पनि यहीँ राख्ने सिस्टम बनाओस्। टाइम अझै पनि छ, त्यस्तो व्यक्ति आएर गरिदिए हुँदी गर्नु पऱ्यो के, गराइदिनु पऱ्यो, गर्नु पऱ्यो। उनीहरूले भनेको पनि हामीले मानिदिनु पऱ्यो। यो दाबले भनेको के मान्नु छ र भन्नु भएन। हामीले पनि त्यो नियम भनेको, सिस्टम भनेको त बिस्तारै हुँदै आउने हो नि।